अहिले हामीले के भन्नु एकलौटी भोट जान्छ घन्टीलाई सर्लक्कै हाम्रो प्रचारै त्यही छ चुपचाप घन्टी खा हैन भात बासिदो सदन हामी झोले हो माटो भात हामीले खान्छौँ छोड्दैन त्यसपछि जातिवाद कसैले गर्यो हो सर हो हामीले चाहिँ नि सबैलाई चाहिँ धनी बनाओ कहाँ यसलाई बहुमतमा दिएनौ कि एमाले दिएनौ कि बहुमत माओवादीले दिएनौ कि बहुमत सबलाई हामीले बहुमत दियो हाम्रो देशमा के खोलिएन अब हामी घन्टीलाई दिन्छौँ घन्टीले पनि बहुमतमा जान्छ देशमा के गर्यो भने ठिक छ फेरि रहन्छ अरे गरेन भनेपछि फेरि त्यसलाई पनि हो कि होइन हो एकदम सही हो सर होइन एकदम हामी चाहिँ घन्टीलाई दिन्छौँ बहुमतले दिन्छौँ कञ्चनपुरबाट घन्टी विजय भएर जान्छ एकलौटी भएर जान्छ ल 12 नम्बर वडाको सम्पूर्ण सम्पूर्ण वार्ड नम्बर 12 सम्पूर्ण जाने घन्टी हजुर यहाँ बिउ छैन हे काङ्ग्रेस एमाले अब